हेलो नमस्ते ढोगिया दुवैजनालाई दुवैजनालाई ड्याङ्की ड्याङ ठोकिदिया पागल तिमी पनि औडा के बोल्छ यार ड्याङ्गीले ठोकिदिया के बोल्या भाइ ठोक्नी हो भने क्या आज दुवैजनालाई आज मलाई हराएर देखाउनु बौलाई रहेछ यार उल्टा उल्टा बोल्छ पूर्व पश्चिम उत्तर दक्षिण जता मन छ त्यता ठोक्नी हो आज जेसुकै होस् अति गर अत्याचार अमितजी के छ खबर अमित त्यस्तो सोझो मान्छेलाई के सिकाएर कति राम्रो देखेको आज हो अमितजीलाई हेर हाँसेको कति राम्रो मलाई त जो नि राम्रो लाग्छ तारिफ गर्छ यसले फसाउँछ यसले अर्का पोइहरू रे अर्का पोइ नै मन पर्ने के अमितजी कसको पोइलो पोइ र अमितजीको बुढी कति कति तपाईले देखाछ र मेरो कुरा गरे हैन नि अदाले तपाईको के भइराछ यार के भइराछ हेर्नु त आज मैले अमितजीसँग के अमितजी तपाईको बुढी कति भन्छ म्याचिङ लगाएर आको ल हेर्नु के म्याचिङ भएको लुगा पनि ए अमितजी यसले पोल खोल्छ हेर्नु लोड सेडिङ हुनुवाला पोल खोल्छ भाग्नुस् फेरि के हो यार अमितजीसँग फोन आएर कुरा गर लुगा के बोल्छ बे कि मेरो गिफ्ट आबु त तान्नी मेसो मिलाई खेले तान्दिन म तान्दिन तपाई नै हो के अमितजीले तपाईलाई हो माया गर्ने कतै जानुहुन्न अमितजी एकजना लेखेको छ अदाको दुध खाए रे भनेर लेखिरहेको छ के भने दुध खाए रे कुन चाहिँ बारीको गाना ये क्या हुआ कैसे हुआ कब हुआ के खै भैँसीको दुध अमितजी थग लाइफ नदिन्न श्रीमतीले हेरिरह यार श्रीमतीले हेरेर के हुन्छ र कमेन्ट पढेको त हो नि अमितजीले नराम्रो भनेको र त्यो कमेन्ट पढेको भनेको त हो नि हैन त म त त्यसो भन्नै सक्दिन भने म त मोमो र पिज्जामा टाड्दै थिए नि कहाँ त्यहाँसम्म पुगेतिर आफ्नो गल्ती छैन के डर र बाजेलाई कति गाह्रो छ जिउन है यताबाट सीसीटीभी उताबाट गिफ्टर यताबाट अति गाह्रो हुन्छ भने तिमीले बिहान गरेको म त गर्ने हो तपाईसँगै गर्ने हो मेरो दिनमा त्यति साह्रो नराम्रो दिन पनि सुरु भएको छैन ल त्यो नराम्रो दिन हैन मैले बे गरेपछि तपाईको कति राम्रो दिन आउँछ भन्ने कुरा त्यो सम्झिनु के यसो गजब बेइज्जती है किङ हेरेको हेरै तिमीले छेरेको छेरे अदालाई नपाएर ठुलो कुरा women के खाले बौलाई रहेछ मान्छेहरु खाना खाइरा हुन सक्छ यार के बोल्या भाइ खाना खाए पनि त्यो छेरेको कुरा गर्दाखेरि खाना के भयो त त्यो मुखमा जान्छ र त्यो छेरेको जाँदैन नि तेरी यार कुन चाहिँ दिन भेटेछु यो मान्छेलाई यार पागलै बनाए मैले त डेट लेखेर राखेको छु नि बाजे यो दिन भेटेको भनेर एनिभर्सरी मनाउने हो हामी वेट गर्नु न पागल बौला है कि तिमी अति नगर यार कसम म त तपाईलाई भेटेर दिन मैले बुकमा लेखेर राखेको छु बाजेलाई यो दिन भेट्यो भनेर एनिभर्सरी मनाउने एक्लै के काटी लाइभमा बसेर हो भने गाइस ट्याप ट्याप गर्नु न यार के भयो यस्तो पुँजी न सुजी भने जस्तै भयो गाइस ट्याप ट्याप गरौँ न यार बाजेसँग खेल भन्छ बाजेसँग खेलेपछि मलाई धोबी हान्छ फेरि ट्याप ट्याप गाइस ट्याप ट्याप एभ्रीवन बाजे म 2 दिन लाइभ आएन मिस गर्नु भएन मलाई तिमीलाई किन मिस गर्ने को तिमी मलाई मिस म कहाँ हुने बेला कान्छी बुढीलाई मिस गर्नु पर्दैन गाइस काठमाडौँ नआउने अमितजी म काठमाडौँमा छ तपाईँ आउनु न जबसम्म तिमी नेपालमा छौ म आउन्न नै आउनु न भेट्ने प्लिज म घरमै लिएर आउँछु तपाईलाई है 26 वटा मैं तो टूट गया मैं तो गाइस 26 लेट्स गो ओपन स्पीड चैलेंज कम ऑन गाइस ओपन गाइस डबल टैप लाइक शेयर एवरीवन फुल देर भुल देऊ माया
तिमी चाहिँ तेरा बाउ मेरो बाउ कति वर्ष भइसक्यो मेरो बाउ नभन भन्छु खालि तेरा बाउ बासु यार थ्याङ्क यू मेरो बुढो लौ मेरो बुढो भन्ने मान्छे आयो किङजी होला होइन मेरो बुढो हो अमितजी तपाईले के बोल्नु यार यसको बारेमा यार अमितजी तपाईँ चाहिँ मसँग काठमाडौँ भएर किन नभेट्नु भयो भने त तपाईँलाई मैले बेइज्जती है के भन्छ तपाईले म खाइदिन्छु रे मैले खाइदिन्छु मसँग डराएर नभेट्नु भएको थ्याङ्क यू मेरो बुढो मैले म कहाँ भेट्छु त नि कसैले भेट्दिनँ नि मैले हजुरको कति केटीहरूसँग भिडियो देखाएको छु कति नै मसँग मात्रै मसँग भेट्न डराउनु भएको कि मैले चपाइदिन्छ भनेर तपाईँलाई थ्याङ्क यू मेरो बुढो नामै मेरो बुढो हो गिफ्टिङ हान्डा छ अनि थ्याङ्क यू मेरो बुढो कुन चाहिँ केटीसँग देख्यौ मैले कति केटीहरूले टिकटक बनाएर हालेको देखेको छु अमितजीको कसम जुन बुढा यहाँबाट मरिरहँ ए यार अमितजी यार ये आई मैले पोल खोल्छ साच्चै थाक कसम हो मलाई मात्रै नभेट्नु भएको अबे यार कतिपय कुरा प्राइभेसी हुन्छ यार मैले टिकटकमा कतिपय कुरा प्राइभेसी हुन्छ यार मैले टिकटकमै देखेको के प्राइभेसी भएर त टिकटकमै हालेछ मान्छेले सबैसँग टिकटक बनाएर केटी मान्छे गर्भवती हुन्छ दिस इज नन अफ योर बिजनेस यार म सबैसँग होइन नि त मसँग बनाउँदा मलाई गर्भवती सिर्फ तपाईँले बनाउने अमितजीसँग सिर्फ हुक्का तान्ने कमिटी हुने तेरी भैंस के पागल आई मैं बौलाई रे यार गर्भवती तिमीले मात्रै बनाउने अरूले त छुन पनि पाउँदैन मेरो बुढो थ्याङ्क यू यार पता श्रीमती दिवस पेपर पनि बाजे छुन आयो भने पनि चप्पल खोलेर हान्ने हो ड्याङ्की ड्याङ कसले हिम्मत गर्दो रहेछ मलाई श्रीमतीले दिवस पेपर खोज्न गई क्या यार दिदीलाई नजानु भन्नु के दिवस पेपर मै बनाएर लिएर आइदिनु त्यस्तो नगर दिदीलाई गाह्रो हुन्छ क्या हिँड्नलाई म बनाएर लिएर आइदिन्छु भनेको डिभोर्स पेपर राम्रोसँग बस के त्यस्तो नगर ल के हस् म राम्रोसँग बसिरहेको छु के गरिरहेको छु तु म चाहिँ यार तु म चाहिँ होइन कस्तो राम्रोसँग बसेको छु एनीवे म जान्छु ल थ्याङ्क यू सो मच थ्याङ्क यू बाई नमस्ते नमस्कार आऊ बाजे ढौदिया तिमीलाई आज मैले ड्याङ्की ड्याङ्की किन घरि गरे करेन्ट लाग्छ काग जस्तो गर्छ तिमी भने तिमीलाई देख्ने बित्तिकै करेन्ट सरेन्ट सबै लाग्छ भने मलाई त के भयो जना आज करेन्ट अनि साग हालेको करेन्ट खाइदिएको झन् आज त करेन्ट लागे भएको छ मलाई त हे प्रभु ये क्या हुआ यार भाइरलको चक्करमा अनेक नगर यार अनेक के गरेछ र मैले करेन्ट लाग्यो भने त नि के भएको छ र मलाई त भाइरलको चक्करमा अनेक बोल्नै पर्दैन तिमीसँग जुडिने बित्तिकै म भाइरल भइहाल्छ तर बाजे मलाई अरू कुरा थाहा छैन होइन बाजे यहाँ सुन्नु मलाई अरू कुरा थाहा छैन होइन घरमा दिदीलाई फ्यामिलीलाई जसरी पनि उत्यो गरेर होइन हामी दुईजनाको खतरा म्युजिक भिडियो निकाल्नु पर्छ अरू कुरा मलाई थाहा छैन मेरो अरू काम भयो त्यही बाँकी छ अब सबै काम मैले गरेर संसारमा त्यही बाँकी छ ल बरु पैसा दिन पर्यो नि दिन्छु ल तपाईँलाई हिरो राखेको रोलमा ल म हिरो नै तपाईँ म हिरो कुन एङ्गलदेखि हिरो लाग्छु म तपाईँ त मेरो हिरो हो नि त अनि कुन एङ्गलबाट हिरो देख्दैन भने तपाईँ Mombari nanga kasongo mbona wewe songa libala oh yeah kasongo mbona wewe मलाई थाहा छैन यो कुरा पुरा गर्नुपर्छ गाइस हैन तिम्रो इच्छा पुरा गर्दिन्छ नि आमा एउटा म्युजिक भिडियो बनाउने के मर्दा पनि हेर्न हुन्छ तपाईको र मेरो जोडीको हो टिभीमा हो को मर्छ अहिले मर्ने बेला भने के त मान्छे कहिले तेखेर मर्छ थाहा हुन्छ मान्छेलाई कहिले मर्छ भनेर आज मर्छ भोलि मर्छ फिक्स लेखेको छ मान्छेले देखाएको छ लेडिज फर्स्ट ल ओके मै पहिला मरे पनि तिमी मेरो भिडियो हेर्दै बस न त लेडिज फर्स्ट मै मर्छु पहिला अनि तिमीलाई लिएर जान्छु बस सक्यो अब गेममा फोकस गर्नु ल के पनि ल भन तपाईँ भन्ने हो स्कोर पनि तपाईँ भन्ने हो पनिसमेन्ट नि तपाईँ भन्ने हो पहिला बेस्ट अफ 3 हुन्छ फर्स्टमा किन किङ आउन टाइम लाग्छ
टाइम लाग्दैन किङ आउन किङले हेरिरहनु भएको छ आज तपाईलाई ठोक्ने रे ढुट्टो किन मलाई नठोक्या दिन्छ र दुलो दुलो बनाउने रे त्यसरी के यस्तो अनि करेङ 9-10 लाख खनाइसके 9-10 लाख तिमीमा खनाइसक्नु भयो खै अलि के पाउनु पर्यो खै तिमीले पाउँछौ नि त त्यसको बदलामा पाका पाइए हाम्रा कहिले काहीँ यसो अस्ति के अलिकति सपोर्ट गर्नु मात्रै हो होइन भने सबै केटी मात्र केही पाउनु भएको छैन 10 लाख हानेर तिमीलाई दिइहाल्छु नि म किन पिरमाने किन के दिन पर्यो मलाई किङजीले के पाउनु भएन भन्नुभयो तपाईले त्यही दिन्छु भने मैले तपाईलाई अरे के दिने भन्छौ के तिमीले तपाईले के भनेको किङजीले के पाउनु भएन 10 लाखको बदलामा त्यही अब इन दिस टपिक ल गेमलाई फोकस गर पहिलो पनिसमेन्ट तिमी डगी भन्देऊ दोस्रो पनिसमेन्ट मलाई आज तिमीले उत्तान पारेको होइन हो टाउको तल खुट्टा माथि गरेर डेङ्की डेङ उल्टे सावर गरिनु यत्रै सिटी तेस्रो पनिसमेन्ट एक बाल्टी पानी खनाऊ एक बाल्टी पानी खनाउने दूसरा के भनेर फर्स्टमा डगी बन्नी सेकेन्डमा खुट्टा माथि गरेर खुट्टा माथि गरेर ओके खुट्टा माथि मेरो पनिशमेन्ट फर्स्ट पर्पज खुट्टा माथि टाउको तल गरेर सावर अनि एक बाल्टी हिलो खनाउने स्कोर भन्नु स्कोर के रे मेरो हिलो र पानी खनाउने एक बाल्टी खुट्टा तल मेरो हिलो खनाउने मेरो हिलो तपाईको मेरो हिलो मतलब तपाईको हिलो ए त्यहाँ माटो लिएर बाल्टीमा दोस्रो पर्पज अनि तेस्रो पानीको त त्यही बाल्टीबाट पानी खनाउने भइहाल्यो तेस्रो लसुनको पोटी स्कोरको हिसाबले मैले तपाईलाई दिन्छु लसुनको पोटी खाने स्कोरको हिसाबले दिन्छु या त यस्तो दिन्छु कमेडी गर्नलाई खतरा कमेडी गर्न दिन्छु नभए अहिले सेकेन्डमा दिन्छु पहिला बेस्ट अफ 3 हुन्छ स्कोर तपाईले भन्नुपर्छ मेरो मुटु तपाईले स्कोर भन्नु छिटो मेरो मुटु भन्ने पनि उता किङले पट्टाइसकि यता चुना लगाएछ उता चुना लगाएछ यार सुर्ती पनि मार्छ कि चुना मात्र लाउँछौ सुर्ती मार्ने आउँदैन चुना मात्रै लाउँछु मैले त के मार्न आउँछ मलाई अरु सबै कुरा मार्न आउँछ सुर्ती मात्रै मार्न आउँदैन आधा घण्टा वेस्ट भयो गाइस लाउ बेस्ट अफ 3 लाउ बेस्ट अफ 3 गाइस सबैले ड्याङ लाइफ सेट 15000 मा 15000 मा हुन्छ यहाँ लेट्स गो लाउ आउ 15000 लिएर तिम्रोमा पुँजी निकाल भन अहिले किङ जी आउनु भयो नि तिमी फेरि उत्तानो पर्छौ माया दम लगाउ आउनु भने किङ मात्र के तिम्रो अरु कोही जात आउन के कोही जात तिम्रोमा आउने भने किङ मात्र कोही छैन के तिम्रो मेरो बुढा बस्नु भएको छ मेरो लाइफमा यहाँ मेरो बुढा नामै मेरो बुढा बाटा हेर्ने सबला बुढा भन्दै रहेछ बाटा महिने बाटा हेर्ने ए अघि अमित जिल्ला पनि फोन गरे म तपाईलाई कपडा खोले भन्छ तपाईलाई चाहिँ बनाउने हो के बुढा गाइस डबल ट्याप र लाइभ कति बोले के डबल ट्याप गाइस लेट्स गो म टिम ओके लेट्स गो मेरो बुढा प्ले ट्रिपल गाइस प्ले ट्रिपल मेरो भ्युअरलाई पनि सधैँ म मात्र हात दिन के मेरो पनि मुन्छु छ गाइस आई हैव आल्सो 7000 भ्युअर्स गाइस कम अन गाइस हिम्मत नहार गाइस अस्तिको बदला लिनु पाला आज गाइस दिस इज द टाइम टु गेट अफ रिभेन्ज कम अन यत्रै सिधी भस्काइदिने गाइस ओके गाइस बुस्टिङ परेको छ ल बुस्टिङ परेको गाइस हामीसँग 2-3टा बुस्टिङ छ 4-5टा बुस्टिङ छ गाइस पेल्नी ओके सब गाइस कम अन गाइस सपोर्ट गर भन्ने बेलामा सबै भाग्छन् के जब डबल ट्याप गर भन्ने बेला सब भाग्छन् रमाइलो गर्ने बेला सबै आउँछन् बाबा यो त रमाइलो गर्ने मान्छेलाई कहिले डबल ट्याप गरेर पनि कहिले के जिताए केही जात हुन्न बा डबल ट्याप बेला मेरा मित्र हिम्मत गाइस ट्रिपल लेट्स गो guys go play guys 15000 my team guys this time I have to win the game जहिले पनि केटा मान्छे मात्र हार्ने टिकटकमा केटी मुन्छले मात्र राज गर्ने हाम्रो पनि मुन्छोर छन् यहाँ स्नाइपर CR7 guys we have triple already guys please guys go play सधैँ म मात्र हार्ने कसैले दिनु भएन यार दुखी मन थ्यांक यू दुखी मन
माछा ढाले 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 मटा ढाले 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 गाइस हाम्रो टपमा हुर्केको राजहरुमा टिम गाइस बी स्ट्रङ मा टिम गाइस today I am going to win the game absolutely guys come on I am 100% sure that we are going to win the game against Ada come on guys go play हामीलाई डिसान नि हामीसँग कोही छैन भन्नेमा हेपेर बोल्नी अस्ति जित्यो होला निको गर्सिक्यो होला तर आज मेरो पालो सधैँ तिमीहरूले मात्र टिकटकमा राज गर्नुपर्छ भन्ने केही जात छैन केही जात हाम्रो पनि मुन्छोर छन् गाइस 15000 लिएर हो 15000 बोक्नी हैन आउँछ नाच्यो आउँछ somebody is here to close your mouth दम लगाउन भन्न सक्दैन नि फेरि guys boosting phala guys 15000 भक्कर आउँछ let's go my team guys booster yes 15000 this is Guys, Atti Chura Putra guys. Anyway, guys, I just want to thank you. His name is Sniper number 1, Sharson brother, Praveen bro, guys. Tinta boosting production. This is enough to win the game against her. Okay? Jivan Rai, thank you. Go time before up. Janaki, Dumber Bhai, Ramhari, come back, Mr. UK. Thank you, Kishan Paul. Thank you. Asta. Kya janu ki ma asta viewers heर्नु त 500 है आउ बेस्ट अफ 3 हो अझै चान्स छ दुई चोटी तिमीलाई लाउ आउ अब one and done हुन्छ अब one and done अब one and done सेम पनिशमेन्ट लाउ डराउँदिन के one and done पनि के थियो रे मेरो हिलोको थियो अनि टाउको तल खुट्टा माथि अनि प्रपोज थियो तपाईको टाउको तल खुट्टा माथि डगी अनि एक बाल्टी पानी फेरि पुग्छ तीनटा बुस्टिङ लाएर पनि यो पाली पुग्छ गाइस गाइस one and done रे है one and done नट बेस्ट अफ 3 one and done के केटी मान्छेले मात्र जित्नी हामी हात ओहो सुरम बुस्टिङ गाइस के हो यो गाइस प्ले गाइस भक्कर पुग्छ गाइस गो गाइस बुस्टिङ कले फाला सुरुमा पेलौ गाइस फालेसी कम से कम पेलौ गाइस ए बेलामा आउ गाइस अलिकति ठुलो फाला गाइस जे पर्छ नाका जित्नु पर्छ यसमा त यार लेट्स गो यार कम ऑन गाइस गो ल गाइस बुस्टिङ ल गाइस कम on yes my team तेरी म्याटरमा बुस्टिङको बजार लाग्यो गाइस कहिलेकाहीँ बुस्टिङ सर्टेज भएको हुन्छ किन बुस्टिङ फाले गरे होला साथीहरु तपाईहरुले यार के बुस्टिङ फाल्न पनि सिकाउनु पर्छ मैले यार अब यार बुस्टिङ खेर गर्न बा गाइस पेलो गाइस डोन्ट वेस्ट द बुस्टिङ इज गोइङ टु बी वेस्ट गाइस केही नभए 10 पुराम 10 गाइस गो फास्ट कम ऑन गाइस पेलो माइ टिम ओके यार 7000 मान्छेमा बुस्टिङ लाएर पनि गाइस यार बुस्टिङ बेलाको बेला फालिन्छ के साथीहरु यार मलाई झ्याउ लाग्ने के यार गाइस यार यत्रो ठुलो तपाईले भएको मान्छेहरु यार के त ट्रिपलमा बुस्टिङ फाल्दिनुस् कि त लास्ट 30 सेकेन्डमा बुस्टिङ फाल्दिनुस् गाइस दुईटा बुस्टिङ खेर गइसक्यो तपाईले के गरे साथीहरु यार भने बेला बुस्टिङ नफाल्ने यत्रो 7000 मा गाइस यार ट्रिपलमा बुस्टिङ फालेबा कोही न कोही हुन्छ गाइस सुरुमै दुईटा बुस्टिङ फालेर 1 मिनेटमा दुईटा बुस्टिङ खेर फाल्ने कति धनी हामी ओहो लेट्स गो guys triple okay guys we have triple now guys relax my team we have triple guys okay guys come on triple guys आइडी को नाम पनि गाई को अनर परा गोरु हरुला guys triple ल wait and see guys come on triple मा बुस्टिङ फाल्ने guys triple मा चाहिँ आउनु पर्छ guys अनिवार्य guys this is necessary guys come on अनिवार्य guys triple मा बुस्टिङ चाहिँ आउने पर्छ guys अरु बेला बरु नफाले मलाई केही जात भएन triple मा फाल guys स्कोर पेल्नी भनेको triple मा guys बुस्टिङ फाल come on guys play guys triple हमारे जैसा बनने की कोशिश तुम शेर पैदा होके बनाए नहीं जाते पावर समझे क्या फायर है तू फायर नहीं फायर पुष्पा को नेशनल खिलाड़ी समझे क्या ये इंटरनेशनल है let's go my team guys माहिस्मती किथे गया जिम गराएर खाना खाएर लाइभ बसेको किथे गया
आएगा भाई, उसका मत, अभी सुन के बैठ रहा है, डैंग आकर यूनिवर्स मारेगा फिर से। पछाडी माला जहिले पनि युनिभर्स थोडी हुन्छ। गाइज लु हेरन त युनिभर्स, हेरन त कता छ युनिभर्स? आउँछ आउँछ युनिभर्स हेरन त, हेरन त। हेर त बोलबडा यस्तो आयो जो अनर यस्तो मलाई पन्ती लाग्छ यार। हेर त युनिभर्स। Guys, go, let's go, team, guys. Guys, anyhow, guys, anyhow, okay? Guys, anyhow, please go, stop, guys, come on, guys, go, fast, come on. Uda go, dang, guys, come on. Let's come on, team. Oh, to Rasile Tere, DJ, Jiten Chaudhary. Thank you so much, 7,300 viewers. I just want to say thank you, salute all of you guys, respect guys, come on, we have this recent boosting up guys, come on guys, congratulations Sniper number 1, congratulations Manang 5820, Mixja, CR7, Harami Keto, Siri, Parvin Rai, thank you, Kota Fara, Lokran Magar, thank you. दिल कहते हैं मुझे ये रस पी ले, होठ रसीले तेरी होठ रसीले, लोग कहते हैं फिर ये रस पी ले, होठ रसीले तेरी होठ रसीले, लोग कहते हैं मेरा ये रस पी ले। केही छैन, तिम्रो यो गेम मेरै हो क्या? अबको गेम मेरै हो। मलाई डगी बनायो नि तिमीले, अगाडिबाट मलाई डगी बनायो नि तिमीले, अगाडिबाट हुन्छ। मलाई हेरेर बस्ने मान्छे होला नि त, मलाई डगी बनाउने मान्छेहरूलाई त मन पर्दैन होला नि त। अनि किङलाई बोलाइरहेछ इशारा गरी पछाडिबाट जित्यो। मैले सल्टी मुर्गामा जित्छौ, हामी मुन्छे हैन न। म भन पनिशमेन्ट भन, अनि म पनिशमेन्ट गर्छु। अबको पनिशमेन्ट भन तिमी भन ल। यत्रो मेरो फर्स्ट पनिशमेन्ट तिमीले बाहिर के रे त्यो उसमा गएर के भन्छ नि त्यो आँगन छैन, आँगनमा गएर पानी खनाएर एक बाल्टी लुटुङ बुटुङ गर्ने। अलिक त्यो एकचोटि दुईचोटि मात्रै होइन, 3-4 चोटि लुटुङ बुटुङ यस्तो पानी खनाएर। नेट टिप्दैन, अगाडि टिप्दिन के, यता पछाडि टिप्छ बरु। जता टिपे पनि जाऊ। दूसरा पनिशमेन्ट के गर्ने थाहा छ? प्रपोज गर्ने मलाई। आई लभ यु अदा, तिमीले बनायो मलाई गदा, तिम्रो मायामा म भए फिदा। तिमी पनि पनिशमेन्ट हुने भयो तिमी। तीसरा पनिशमेन्ट तिमीले के गर्छौ थाहा छ? तीसरा पनिशमेन्ट तिम्रो घरमा आज कागती छ कि छैन? कागतीलाई के गर्छौ थाहा छ? धुलो खुर्सानी र नुन हालेर चोपेर झर्याम चपाउँछौ अगाडि नै। कतिवटा त्यो स्कोरको हिसाबले भन्छु मैले। ल तिम्रो भन अब। प्लान गरेर किङले यस्तो दे भनेर नत्र बाटी केटी त हैन यो। अस्ति सिकाएर त गाइस बाइक जलाउन दिनु, मैले यति कोइन हान्छु, 50,000 कोइन हान्छु, बाइक जलाउन देऊ है भनेर आज काका देखान सिकाछन्। फेरि प्लान त डेन्जर गर्छ केटीहरु यार। न त यति सारा बाटो केटी त हैन यो। गाइस के दिनु भन्नुस्, हामीले पनि कुरा दिनु पर्यो। जे पर्छ माका रप्पा पहिलो पनि तिमी पनि प्रेग्नेन्सी बना गाइस, गर्भवती बना, काठमाडौँका गल्लीमा दौडाएपछि। दोस्रो पनिशमेन्ट हो यही लाइभमा टाउकोले टेकेर जेमेस्टिक हान्ने, कति पटक स्कोर अनुसारमा दिन्छु। तेस्रो पनिशमेन्ट एउटा पोका तेल ज्यानभरि खनाऊ। चलो भाइ, यत्रै सिटी ला गाइस, बुझ्छ गाइस, हिम्मत नरा गाइस। वन एन्ड डन, ओके, वन एन्ड डन। लाइभ सेयर गर्छ आउँछ रे गाइस उता। ए मेरा बा, हामीले लाइभ सेयर गरेर कोही पनि आउन यार। केटी मान्छे लाइभ सेयर गर्ने बित्तिकै पुरा आउँछ त। क्यामेराम्यान फोकस करो, क्यामेराम्यान फोकस करो, क्यामेराम्यान जल्दी फोकस करो, क्यामेराम्यान के सामने रहो तुम, क्यामेराम्यान के सामने रहो।
गर गेमलाई फोकस उतापट्टि नफोकस नगर उतापट्टि फोकस नगर गाइस उतापट्टि हत्तेरीमा तपाईहरुको छेडीको गाइस गेमलाई फोकस गरेर फेरि मेरै पाला आउनुवाला छ ल ओके लेट्स गो टिम गाइस मनिता वेलकम गाइस प्लिज गाइस कीप सपोर्ट ओके गाइस डबल गाइस ओके डबल गाइस कमन गाइस लेट्स माइक उतापट्टि नरा गाइस यो ठीक छ रे को बाउला आयो तेरी बेलाको बेला कसले बुस्टिङ फाल्छ यार तपाईहरु छ्याक गाइस प्ले कमन सक्छ रे यार यो बेलाको बेला बुस्टिङ फालेपछि कसले खेल्ने गाइस मान्छेलाई बुस्टिङको सर्टेज भएको बेलामा साथीहरु तपाईं बुस्टिङ फाल्दिनुहुन्छ यार फोकस गरौ ओ तिमीलाई यही पाउँछ This is the suitable coach on you Adaji you became the dog Doggy आकाशतिर फर्केर पादिनी घरि भित्रतिर हेरेर पादिनी पछाडी मार गाइस स्पिड च्यालेन्ज खोला गाइस स्पिड च्यालेन्ज खोला गाइस मेरो पनि पाला आउँछ छिटो च्यालेन्ज छिटो गाइस छिटो च्यालेन्ज गाइस फोकस गर प्लिज गाइस फोकस गर गाइस उतापट्टि आउँछ गाइस ढुक्क बाइस उतापट्टि आउँछ गाइस ओके हिम्मत नहार गाइस केटीको पछि आउँछ गाइस गिफ्टिङ गर्ने मान्छेहरु सब जति पनि आउँछ गाइस ढुक्क गाइस आउँछ गाइस ओके हामीले गेमलाई फोकस गरौँ प्लिज गाइस दिस इज द वन डन गाइस 25 मिनेट कडा गाइस मेरा मित्र गाइस मेरेको बचाओ मेरेको बचाओ गाइस ओके सबका सब गाइस वी हैव ट्रिपल नाउ कम ऑन आई हैव 8000 व्यूअर्स रप्पा गाइस डोन्ट टैप ल एभ्रीवन माथि गाइस ट्रिपल खोला गाइस बुस्टिङ फाला यो बेला फाल्ने बुस्टिङ कम ऑन लेट्स गो गाइस प्ले गाइस प्लिज यार यत्रो मान्छे बुस्टिङ लाएर पनि गाइस के हो यार लेट्स गो गाइस Thank you, gentlemen. Guys, boosting, guys. We have boosting. Please don't waste. Do not waste the boosting gloves. Okay? Yes. Finally, guys, we have just received 15,000 score, guys. But this is not enough, guys. Utakale hands, guys. Hands up. Mere ko bachao, guys. Mere ko bachao. Guys. Double tap, guys. Come on, boost ni phala ba ke phala la yaar. Guys, play. Double tap, guys. Keep tapping. किङसँग झगडा परेछ क्या आज किन आउनु भएन के कुरामा चित्त बुझ्न फेरि उहाँलाई भइरहन्छ गफमा बाइक हुने यस्ता Anyway, guys, this is not my ball matlab. I have won the game. I want to celebrate my victory. Gentlemen, big brother, you have just received boosting gloves. CR7, you have received hammer. King Raja, bro, you have also received boosting gloves. Ramji, next, Naranda Buddha. Kota Furab, thank you. Madhu Taman, thank you. Karan Magar Renu, thank you all of you guys. Respect. Last ultina above punishment. पहिलो पनिशमेन्ट एक पका तेल खनाउने दोस्रो पनिशमेन्ट के थियो भन्दाखेरि ए गर्भवती भएर काठमाडौँ गल्लीमा घर बाहिर निस्केर दौड्ने गाइस तेस्रो के थियो भने गाइस म बोल्ने आई फरगट गाइस प्लिज आई फरगट जस्ट तेस्रो के थियो टेल मी गाइस गाइस टेल मी हिलो हैन गाइस हिलो थिएन तेल भनिसके ए यार कागज हैन गाइस रोलिङ त्यही बसेर जेमेस्टिक हान्ने 15,000 मा तिमीले कति पटक हान 10 पटक अस्तिको त बदला मैले कहाँ भुलेछु र आज यो नि बिहान त नि आज यो पिट खाने तिमीले मलाई अस्ति त मलाई उत्तान पार मलाई तिमीले मलाई उ गरेको हैन प्लेयर ब्रो वेलकम ब्याक किङ इज हियर प्लेयर ब्रो रेस्पेक्ट म्यान 10 पटक जेमेस्टिक हान ल टाउकुल टेकर ल आज यो बल्ले त्यो हान्न त आउँदैन मलाई टाउकुल टेकेर ट्राई गर्छ त आउँछ के गर्छौ फस्यौ तिमी आज भन्छ तिमी टाउकुल तिम्रो लाइफ किङ बिना अधुरो छ भन्थे नि मैले देख्यौ तिमी चुप लाएर खेल न किङ बिना अधुरो छ कि छैन तिम्रो किङ बिना तिम्रो कोही पनि भयो त्यही भएर सधैँ एकजनाको सपोर्टरको भर परेर मात्र हुँदैन नि हामी त मेरा बा कसले बनायो के हुने भने तिमीलाई यार तपाईले बनायो अस्ति पोखरामा
मलाई छोएकै छैन यार। छोको गाइज झुटो बोलिरह बाजेले मलाई छोको गर्भवती बनायो। किङजीले होला अनलाइनदेखि होइन तपाईँले अर्काको डिपोजिट मेरो खाता आएछ क्या हो? बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो? बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो? खैनी चुरल खान्छौ कि दाँतै कालो छ? किन रोकियो केटी? दोगुरा नानी दोगुरा। अस्ति तिमीले मलाई 3 मिनेटसम्म तिमीले मलाई टाउको तल खुट्टामाथि गरेर सावर गरेको मैले भुलेको छैन। दौड तिम्रो सामु नि एमबापे पनि फलो खान्छ। एमबापे लेट्स गो गाइस। लेट्स मच थिंक गाइस ओके। सन्दीप ब्रोदर के छ? 15,000 प्लेयर प्रो वर्ल्डमा प्लेयर 15,000 मा पनिशमेन्ट लगाउला। पनिशमेन्ट पछि भन्नु ल। डिल गरेर बल्ल आउने डिल गरेर हिने बेला के डिल गर्नु? दुगुरा पहिला दुगुरा के रनिङ गर। तिमुरले मलाई अस्ति त मलाई हिलो खानाको होइन, तिमुरले मलाई किङलाई बोलाएर टाउको तल खुट्टामाथि गरेर तिमीले मलाई उत्तान्न पारेर मलाई सावर गराएको होइन? मैले भुल्छु। देख्यौ तिमी चम्किने भने किङ हुँदाखेरि मात्र हो के? काम छैन तिम्रो। दुगुरा खोइ एमबाप्पे फलो खायो। दोगुरा तिमुरले मलाई अस्ति न टाउको तल खुट्टामाथि गरेर टाउकोदेखि सावर गर्दा मेरो पनि नाकमा पानी गएको थियो। नाकमा पानी गरेर म पनि आत्तेको थिएँ। दुगुरा यत्रो सी दुगुरा आज यो बदला गाई बदला। अरू बेला दिनमा टुप्लुक्क किङ आएर धोबी हानिहाल्छ। अहिले हो बदला गाइस, अहिले हो आज यो माका। अस्ति मलाई होइन यिनीहरूले मलाई सुत्ने बेला मैले कट्टु चेन्ज गरेर सुतेको हिलो खनाएर। अब रिटर्न हो अब घर फर्क। बच्चा झर्यो। तिमी बच्चा झर्यो अरे? बच्चा झर्यो। कसको बच्चा झर्यो? तपाईँको। बच्चा झर्यो। कसको? किङजीको होइन भने तपाईँले बनाइदिएन अस्ति। मैले छोएकै छैन है बाजे। त्यो सुजल छैन त्यो हजुर दाइ ठिक छ। कता गएर आउनु भएको? ए हस् हजुर हुन्छ। गल्ली केटाले चिनिरहेको त यार। होइन दाइ हो को पनि गल्ली केटा चिन्ने फेरि राम्री होस् यस्तो हुन्छ कि फेरि हामीलाई कसैले बाल्दिन्न यार। दाइ हो भने दाइ फेरि एउटा दिने के फेरि बवाल कस्तो लाग्यो सोल्टिना? चिनिहाल्यो त पारस दाइले मलाई। जिम जान भन्दा त पैसा तिरे जिममा गएर फलाम खानु भन्दा बेलुका दौड त। तिम्रो पेट सर्लक्क भरतपुरको पुरा एयरपोर्ट जस्तो हुन्छ। गएको छ घरमा ढल्या सिंह उठाएको छैन, पात्दै सुत्दै गरिरहेको छ। जिममा गएर 15 किलोको फलाम उचाल्छ। देख्यौ सधैँ केटी मान्छेले मात्र जित्दिन के, केटा मान्छे पनि छ यहाँ। ए गाइस गफ त लाग्यो गाइस, डबल टापे डल्नेमा जित्यो गाइस। यसो अलिकति हुँदा पनि मेरो पनि मान्छेहरू छ कि कसो? अहिले किङ आउन पर्छ रिसाएर फनिदाएर हान्छ गाइस। म धोबी हान्छ यार गाइस, बचाओ यार गाइस, मेरे को बता रहे बाबा। कुछ कहना चाहोगी? हम ये कहना चाहते हैं, हमको पारस दाई ने देख लिया बच्चा पेट में। अभी पारस दाई ने हमको बाद में पूछेगा किसका बच्चा था तुम्हारा पेट में। अभी तो अंधेरा में पेट इतना ज्यादा नहीं देखा, बड़ा नहीं देखा। बाद में जब देखेगा तो मैं सीधा आपका नाम ले दूंगा पारस दाई को। मैले छोएको छैन ल बच्चा मेरो हैन, मैले छोएको छैन ल। इतना अच्छा गाड़ी ढुई ढुई बुड़ुंग बुड़ुंग पार के आया था हमारा भैया, रास्ते पे मिल गया मुझे प्रेग्नेंट औरत के। पारस हाँ पारस भैया, हमारा पारस भैया है। अरे साहा की भैया
भैया कस्तो हालतमा देखेको दाइले मलाई यार कस्तो चिनेको फेरि यार यस्तो अँधेरोमा पनि टिक्क जिन्दगीमा आएको रे यार छ्या ओके पनिसमेन्ट होइन दाइले पहिलेदेखि चिन्नुहुन्थ्यो भने दाइलाई पहिलेदेखि चिन्थे अनि बाटोमा पनिसमेन्ट गरेर दौडिरहेको देख्यो नि त दाइले यार छ्या के भन्छ होला कसैलाई चिन्दिनँ यार दाइहरूलाई त चिनिहाल्छ आफ्नो दाइहरूलाई चिन्नु परेन चिनेको दाइहरू ल तिमीले भन ल के बदलाको भावना उत्रिला नि त मनमा ल भन पनिसमेन्ट के हो बदला तिमीले नि मलाई रिस उठ्यो तातो गाइज मलाई यत्रो धेरै मलाई उत्यो गरेको होइन मलाई प्रपोज गर्ने फर्स्ट पनिसमेन्ट सेकेन्ड पनिसमेन्ट स्कोरको हिसाबले तिमीले खुर्सानी जराम जराम चपाएर धेरै बोलेको थियौ नि ओठमा दल्छौ तीसरा पनिसमेन्ट मलाई के गराएको भने ओके बाहिर गएर तिमी पनि टाउकोले टेकेर उल्टी जम हान्छौ स्कोरको मतलब उल्टी जम क्या यसरी मलाई प्रेसर लोहा मात्र गर्दिन ए ल ओके तीसरा पनिसमेन्ट तिमीले के गर्छौ भने अग्नि ठाउँमा गएर टोयलेट माथि बसेर कराई टाउका हालेर मुर्गी बनेर बस्छौ टोयलेट माथि ल जाऊ कराई हाल्ने टाउकामा मुर्गी बन्ने हात मुनिएर गएर मुर्गी बन्ने टोयलेट माथि बसेर कडा गीत गाइस त्यसले किन हेर्नु ल भन तपाईँको भन्नु खुर्सानी अनि पर्पोज अनि टाउको टोयलेट माथि बसेर टाउकोमा कराई राखेर मुर्गा बनेर बस्ने के अरे स्पिड च्यालेन्ज आउने बेलासम्म मुर्गा बन्दाखेरि घोप्टो पर्छ टाउकोमा कराई कसरी अड्डिन्छ त जसरी अड्डाउनु छ अड्डाउनु ओके घाँटीमा डाडुको माला लगाउनु त्यसो भए डाडुको माला टाइम लाग्छ माया धेरै यार ओके दिदीको ब्रा बान्नु घाँटीमा त्यसो भए ब्रा अरे क्या करूं मैं इसका क्या करूं इसका अरे क्या करूं मैं इसका सोशल मिडिया त्यस्तो गर्नुहुन्न ओके त्यसो भए दिदीको त्यो सुराल छैन सुराल यसरी राख्नु तल लाउने सुराल दिदीको सुराल यसरी राख्नु टोयलेटमा मुर्गा बन्नु बस्नु टाउकोमा यसरी नभए दिदीको सुराल टाउकोमा यसरी कपाल बनाए जस्तो बनाउनु घुसारेर दिदीको सुराल हुनु पर्यो तपाईँको होइन सुराल नलाए तिमीले आफ्नै कट्टु खोल अनि टाउको भित्र घुसारेर सुँगै बस्छ यस्तो भ्लगर कहाँ यार आफ्नो सुन्ने के भन्छ यार मान्छेले 50 बुढापाकाले हेरेको लागि भन्छ यार के हो मलाई त भोटिनीले यस्तै दिन्थ्यो तैँले लगाइरहेको सुराल खोल अनि दुईटा हात छिरा अनि त्यसपछि टाउको भित्र तैँले लगाएको सुराल छिरा भनेर ल तिम्रो पनि पहिलो सुराल लगाऊ दोस्रो पनिसमेन्ट आज तिमीले हिलो खनाऊ यत्रो सिद्धि तेस्रो पनिसमेन्ट आइब्रो काट्यो ओके आऊ डन डराउँदैन तिमीसँग 2 गेम त जित्यौ नि ओके 3 गेम त जित्यौ नि तिमीले गाइज लाइक शेयर गरिदिनु यार प्लीज गाइस प्ले मेरा टीम गाइस पनिसमेन्ट कडा गाइस कडा पनिसमेन्ट त धेरै कडा गाइस प्लीज गाइस बिना फोकटमा बुस्टिङ कसैले पनि नफाल्नु गाइस ओके गाइस साथीहरु प्लीज जसलाई बुस्टिङ परेको छ मेरा मित्रहरु म तपाईसँग बिन्ती गर्छु बिना फोकटमा बुस्टिङ कसैले पनि नफाल्नु गाइस बुस्टिङ फाल्ने भनेको दुईटा अवस्थामा कि त ट्रिपल खोल्ने बित्तिकै बुस्टिङ फाल्नुस् तबना पहिले पनि गाइस ट्रिपल खोल्ने बित्तिकै बुस्टिङ फाल्नुस् अर्को लास्ट अब गेम भने 30 सेकेन्ड छ भन्ने बेलामा ल गाइस ओके त्यतिबेला दुईटा मात्र फाल्नुस् त फोकटमा फालेर बुस्टिङ खेरा फालेर जितिन्न के ट्रिपल फाले पनि बल्ल डाङ गिडाङ हुन्छ गाइस रमाइलो हुन्छ साथीहरु पहिले बुस्टिङ फालेस त खतम भएन ओके लेट्स गो कम अन राज छपरी बर्बार लेट्स कम अन टिम जित्नु पर्छ गाइस आज मेरो टिममा गाइस दिस इज माय टिम नेट किन गयो गाइस प्ले माय टिम प्ले गाइस ओके सबका सब गाइस कम ऑन 6800 व्यूअर्स लेट्स गो नेट कहाँ गयो गाइस लेट्स गो माय टीम कम ऑन रप्पा डबल टप गाइस प्लीज गाइस धोबी खान्छ गाइस आज धोबी खान्छ गाइस ओके डबल टप गाइस कम ऑन 15000 पुरानो छ मेरा मित्र 15000 पुरानो छ गाइस यार लेट्स गो माय टीम ओके सबका सब कम ऑन
बला 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 गाइस ट्रिपल ओके डबल ट्याप लाइभ शेयर डबल ट्याप लाइभ शेयर मुटुहरु प्लिज मेरो भिडियो आफै हेरे यार 65 छ मेरा मित्र गाइस किन गेम रमाइलो भन गाइस 36 हो ल गाइस कमन के भयो यार मेरो नेट किन नेट अर्को गाइस साथीहरु किन मिनेट चलाउन यार नेट किन चलाउन गाइस के तार छुटो गाबे तेरी यार गाइस 36 हो प्लिज 1500 भएर साथीहरु के भयो यार that powerful people come from powerful places. ट्रिपल सके यार Oh my god, oh my god, oh my god, oh my god, DS. History. What's wrong? Powerful people make places powerful. Okay, like one night, like Play! My team play, guys. 15,000. Guys, hands guys, jukka guys, okay? Thank you so much, DS brother. DS. Guys, everyone my team just follow him right now. Praise the Lord. बिचारा किङ नआएर कसैलाई टेन्सन भइरह बाय बाय एउटै गिफ्टको भर भर बसेपछि यस्तै हुन्छ के हाम्रो त 7000 मुन्छेहरू मलाई मुया गर्ने मान्छे हुनुहुन्छ हामीलाई के को डर हाम्रो त किङ नहुँदाखेरि तिमी त उत्तानै हो के हे प्रभु काम छैन तिमी काम छैन Thank you so much MVP DS brother Love bro Rana Makar Merdai Respect Love thank you Norris Thapa thank you Gentleman D King Raja Katie Ko Kumar Bhai thank you praise the Lord Vishnu Lamisane Sulab Kota Furab thank you ल सोल्टिना अब मैले होला नि यो पाइन्ट वाला गर्छ है म यो पाइन्टलाई हात होला नि बिल्कुल 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 अब मलाई सुरुवाल भनेको यत्रा पाइन्ट हो सुरुवाल भनेको सुरुवाल सोल्टिना यो तपाईले लाके सुरुवाल खोलेर मुखमा हाल्ने भने कि अर्को निकालेर मुखमा हाल्ने भने और ला भित्र ला सुरुवाल लाएन होला के हो नै सुरुवाल लाग्यो तिमीले अब म यो खोलेर अर्को लाएर नि यो टाउका हाल्ने हो नि त त्यसरी त कपडा खोलेर केटा मान्छेलाई भगनी काम नगर ल अरु गरे पनि हुन्थ्यो यस्तो भला गर्ने किन गर्छौ तिमीले अनि किन त अनि अरु त अनि हिलो हाल्ने हिलो खाना होइन हिलो खानु नाइ त्यो गरौँला नि हामी पाइन्ट के गर्छौं नि त पाइन्टै हाल्छौं डाङ युनिभर्स आइराकोले गर्दा हिलो खाना पनि केही जात हुन्न के केही स्कोर मेरो जस्तो आको भए त मैले खनाइ दिहाल्थे परिश्रम गरेर त मान्दैन मान्ने के खोज्दैन खोज अलिकति परिश्रम गरौँ जनतालाई अलिकति हार गरेर यसो जनताको मन जितौँ आहा जुन सजिलो त्यही रोजी हाल्ने के मैले पनि त अस्ति यहाँको कपाल फाल्ने के रे बा के त अरु गन्तो म पनि फाल्दिन्छु तर तिम्रो यो तिरपलमा हानेको 17000 हो अनि 17 मैले अस्ति तिमीलाई बस मैले बुझे स्कोर धेरै नबसी मान्छेले हेर्दै रहेछ तो कपडा women. बोमकाजी जी के छ हजुर नमस्ते बोमकाजी जी रमिता हेर्न आउनु भयो हेर्नुस् त उता पाइन्ट मुखा लाएर रमिता छ यार छक्केरी माटक आफै पाड्दै आफै पाइन्ट मुखा लाएर आफै सुन्दै Women. पल्ला रे साइलो ल अब उ भन मुर्गा बन्नी हो यत्रा के मुर्गा बन्नी हो के ओ मलाई अस्ति तिमुरले मलाई अस्ति ए क्यामेरा अलिकति ढल्काउ त क्यामेरा उठेर क्यामेरा ढल्काउ त तिमुरले मलाई
टाउको तल खुट्टा माथि गराउँदाखेरि मेरो पनि नाकमा पानी पर्थ्यो के बस लु लु हो बस इनफ धेरै स्कोर पनि आएको होइन गाइस इनफ Women. उसको मनमा बदलाको भावना कतिको छ भन्ने कुरो त अब थाहा हुन्छ गाइस सोल्टिनालाई लास्ट रिसिटेको छ किङजी आएको भए यति बेला अब धोबी खान्थे गाइस किङ नआएर आज बचा हो गाइस के छ सोल्टिना हेलिकप्टर हो गनायो प्यारी समझ गई के गनायो खै के गनाए लुगा गनाए कि प्यारी समझ गई नो क्या बे नौचु नुहाए पनि गनाउँदो रहेछ No. मैले त डबले नौछु लाउनु त तर खोइ त नि आज कहाँ गयो गनाउँदो खोइ त रहेछ नि तिम्रो स्कोर कहाँ गयो खै आज किङसँग झगडा गरेर यार झगडा त परे छैन बाजे अब मेरोमा कम्पिटिसन छैन के गर्छौ त खेल्छौ कि जान्छ के कुरा के एउटा लास्ट हान्छ किङजी वेलकम लास्ट खेल ला किङजी आउनु भयो रे सबले ओ माय गॉड मलाई कति गेम त बिहान्यो रे आज एक गेम त जिताउनु हुन्छ होला किङजीले मलाई लागिरहेछ ल म खेल्दिन रे मेरो मर्जी म खेल्दिन रे मेरो भियर भइसक्यो किन किङजी आउनु भयो किन किङजी आउनु भयो गेम कम्पिटिसन भएन के खेल्ने यार ल अब हुन्छ ल दम छ भने जित किङजी आएपछि डराएर जान नखोज मेरो अस्तिदेखि किङजी आएपछि डराएर भाग्नु जहिले फर्स्ट पनिसमेन्ट पर्पोज सेकेन्ड पनिसमेन्ट तपाईले के गर्ने भने सेकेन्ड पनिसमेन्ट तपाईले अब यसपालि के गर्ने भने सिलिन्डर बोकेर हैन स्कोरको हिसाबले उठक बैठक गर्ने किनभने म पनि धेरै थाके स्यास्या भए थर्ड पनिसमेन्ट तपाईले के गर्न थाहा छ थर्ड पनिसमेन्ट तपाईले स्कोरको सबैले कट भने स्कोरको नाइ सबैले कट म जान्छु के कति खेल्छ अब कस्तो डर लागे किङजी आएपछि डर गाइस कमेन्टमा सबैले आउटआउट लेख्छन् गाइस के हेर्ने साथी भन्नुस् त जानुपर्छ गाइस कति एकजना साथमा भुल्ने यार कति एकजनाको अनुहार मात्र हेर्ने गाइस कति मान्छे लाइनमा पर्खेर बसिरहेको छ के हेर्ने गाइस भन्नुस् त भन्नुस् त किन आइछ ओके यत्रो बेला नआएको स्कोर तिम्रो के आउँछ म जान्छु हो किङजी आउनु भएको छ आउँछ ल कम्पिटिसन गर भन तिम्रो मान्छेलाई किन डरायो किङ आएपछि डरायो नि त मेरो भ्युअर घटे के मेरो भ्युअर घटे ल किङजी आउनु भएको छ भ्युअर बढ्छ 8000 भ्युअर हुनुपर्नेमा जम्मा 6000 छन् गाइस यार रमाइलो हुनुपर्ने गाइस भएन च्यालेन्जिङ भने नि भ्युअर घटिहाल्छ हिजो 2-3 हजार बोकेर बसेको हैन हिजो 2-3 हजार भ्युअर बोकेर बसे हैन मैले लाइभ हेरिरहेको छु लाइभ कट गरेर आएको म लाइभ कट गरेर आएको अब किङ आएपछि चाहिँ किन डराइराको त दम छैन तपाईको साथीहरुमा गाइस अलिकति लेभल बोकेका मान्छे भन्नु पर्छ गाइस लास्टै गरे गाइस लेभल को छ गाइस अलिकति लेभल भएको मान्छेले यसो भन्नु पर्छ गाइस डीएस ब्रदर जी टपमा हुनुको डीएस जी के छ ब्रदर यसो अलिकति यसो हान्ने मान्छेले भन्नु पर्छ साथीहरु यार डबल ट्यापले मात्र हुन्न मेरा मित्रहरु साथीहरु जति पनि लेभल कसैले पनि प्ले भन्दिनन् यार प्ले त भनेन अलिकति हेभी लेभल भएको मान्छेले भन्न पर्यो के अनि बल्ल पनि मलाई जोसाउँछ गाइस यार म तपाईहरुको भरमा खेल्ने गाइस ओ त किङको भरमा खेल्छ म तपाईहरुको भरमा गाइस जिते पनि तपाईले गर्दाखेरि हो हारे पनि तपाईले गर्दाखेरि हो ल के हो ल एक गेम खेल्नु चाहिँ पर्छ ल
जे पर्छ खेल डराएर कहिले जानु हुँदैन एकजनासँग 7,000 भ्युअर्स कहिले डराउनु हुँदैन ए तिमी अघि आफै तपाईँ रमाइलो भनेर पर्पोज फर्स्ट पनिसमेन्ट पर्पोज सेकेन्ड पनिसमेन्ट हजुरले के गर्ने सिलिन्डर बोकेर उठक बैठक गर्ने स्कोरको हिसाबले थर्ड पनिसमेन्ट कागती नुन र धुलो खुर्सानी हालेर एक चम्चा चप्प चोप्नी काटेर एउटा सिङ्गे कागतीलाई काटेर चप्प चोप्नी गम चपाएर खाने हिम्मत हाल्दैन गाइस मेरो सुन जे पर्छ हिलो खाना हो पहिलो पनिसमेन्ट हिलो खाना हो दोस्रो पनिसमेन्ट यत्रो सिटी आइब्रो काट्दियो 4 महिनापछि पलाइहाल्छ आइब्रो काट्दियो तेस्रो पनिसमेन्ट आँगनमा गएर घरबेटीको स्कुटीको चाबी मागेर 1 मिनेटसम्म ननस्टप बजाऊ सबै हार्ड पनिसमेन्ट दिएछ बाजेले काइजी वेलकम सबै हार्ड दिएछ मैले घरबेटीको स्कुटरको चाबी बजाउन पनि सक्दिन हिलो खनाउन नि सक्दिन किन सक्दिनौ हामीले त गराउनी तिमीले किन सक्दिनौ त्यसैमा गएला She couldn't accept the challenge, guys. That's why I unable to play the game with her. Okay? उसले यसो गर्न सकेन म गएँ. That's it, guys. यार. सक्दिन रे. म त गर्छु. माका. हाम्रो नयाँ घर फोरो भइसक्यो हिलो खाएर. तिमीले हिलो खान नमान्नी? रप्पा. तरका नै गौ किर्से. छोडेको नै.